हेलो नमस्ते सबैजनालाई। अनि आज चाहिँ म र मेरो साथी कला यहाँ क्याम्पको भाइरल चटपटी खाना आएको थियौँ। अनि हामीले चाहिँ आन्टीलाई भनेर 2 बोटका चटपटी अर्डर गऱ्यौँ। अनि हाम्रो घरबाट चाहिँ अलिक टाढै पर्छ नि त चटपटी खाने ठाउँ, रै पनि हामीलाई चाहिँ यहाँको चटपटी मिठो लागेर हामी चटपटी खान जान्छौँ। अनि हामीले चाहिँ 2 बोटका चटपटी अर्डर गऱ्यौँ। अनि मेरो साथी चाहिँ चटपटी खाँदै थिइन् मिठो मानेर, तर उसलाई खाँदै जाँदाखेरि धेरै पिरो भएछ। अनि उ त रुनु न हाँस्नु भएर हतार हतार गरेर आन्टी चक्लेट दिनु न भन्दै भनिन्। अनि आन्टी पनि आएर उसलाई चक्लेट दिनुभयो। उसले चाहिँ चोकोपान कि खै कुन चक्लेट किनिन्। अनि साडी चक्लेट लिएर आइन् खुसी हुँदै। कति धेरै पिरो भएको हेर्नु न उसलाई। अनि मलाई पनि चक्लेट खान्छौ भन्दै सोध्दै थिइन्। अनि म चाहिँ खाँदिनँ भनेर भने त्यो चटपटी खाइरहेको बेलामा अर्को खायो भने त टेस्ट नै बिग्रिन्छ नि त, त्यही भएर मैले चाहिँ खाइनँ। अनि उसलाई धेरै पिरो भयो भने हामी अर्को कम पिरोवाला मगाऊँ न त भनेर हामीले अर्को कम पिरोवाला चटपटी पनि मगायौँ। अनि मैले चाहिँ 2 बोटका चटपटी खाएँ। मलाई यहाँको चटपटी धेरै नै मिठो लाग्छ। अनि चटपटी खायौँ। अनि खाइसकेर उसले फेरि एउटा चक्लेट खाइन्। अनि चटपटी खाइसकेर हामीले चाहिँ आन्टीलाई बाई बाई आन्टी भन्दै गयौँ। अनि यो चाहिँ हाम्रो क्याम्पको बाटो हो। यो बाटो हुँदै हुँदै गयौँ। अनि हाम्रो चाहिँ त्यहाँ बजारमा काम थियो। अनि हाम्रो यहाँको यसलाई चाहिँ बाङ्गे बजार भन्छ। अनि बजारमा गयौँ। अनि त्यहाँ हाम्रो फलफुल पसलमा काम थियो एकछिन। अनि हामीले चाहिँ त्यहाँनिर के किन्यौँ बजारमा। अनि किनिसकेर हामी फेरि अब घरतिर जाने कति धेरै घाम लागेको थियो नि। छाता लिएर आएको थियौँ। गफ गर्दै हिँड्दै थियौँ के भन्दै। अनि यहाँ दाइले हाँस्दै हामीलाई दिनुभयो के भन्दै हुन्थ्यो। अनि साथी र म चाहिँ छाता ओढेर टुई गफ गर्दै हिँड्दै थियौँ के भन्दै। अनि यहाँ चाहिँ अङ्कलहरू बसिरहनु भएको छ घर छेउमा। अनि अङ्कललाई बाई बाई अङ्कल भन्यौँ। अनि घर आइपुग्यौँ। थ्याङ्क यू सो मच फर